हेलो गाइज, यो चाहिँ हाम्रो चाहिँ सिम्पल एन्ड डिस्काउन्टेड पेब्याक पिरियडको चाहिँ सेकेन्ड टाइपको क्वेसन सोधिएको छ होइन। यो चाहिँ 2024 फलमा चाहिँ पोखरा युनिभर्सिटीमा सोधिएको क्वेसन हो, ओरमा चाहिँ सोधिएको क्वेसन हो। अब यसलाई कसरी गर्छन् हेरौँ है त। यसमा चाहिँ हाम्रो इनिसियल इन्भेस्टमेन्ट गिभन छ, एनुअल रेभेन्यू, सेलवेज भ्याल्यु र एनुअल कस्टहरू पनि गिभन दिएको छ। अनि यसमा चाहिँ हाम्रो चाहिँ नम्बर अफ लाइफ इयर एन भनेको चाहिँ हाम्रो 5 छ र एमएआरआर अथवा आइकल्सो चाहिँ 10% छ। यसलाई हामीले 0.1 भन्न सक्छौँ। अब हामीले चाहिँ सुरुमा चाहिँ टेबल बनाउनु पर्ने हुन्छ। जसरी हामीले चाहिँ फर्स्ट क्वेसनमा चाहिँ हामीले यसरी टेबलको फर्ममा बनाएका थियौँ भनेपछि त्यसरी नै यसमा पनि हामीले टेबल बनाउनु पर्ने हुन्छ। सुरुमा चाहिँ हामीले चाहिँ टेबल बनाउँदाखेरि नम्बर अफ इयर हाम्रो 5 छ भनेपछि जहिले पनि नम्बर अफ इयर चाहिँ हाम्रो 0 देखि सुरु हुन्छ। 0, 1, 2, 3, 4 र 5 हुन्छ है। अनि त्यसपछि हामीले क्यास फ्लो बनाउनु पर्ने हुन्छ। सुरुमा 0 इयरको क्यास फ्लो भनेको चाहिँ हामीले इनिसियल इन्भेस्टमेन्ट भनेर बुझ्नुपर्ने हुन्छ। इनिसियल इन्भेस्टमेन्ट चाहिँ हाम्रो कति छ? हाम्रो चाहिँ 1 10 100 लाख 3 लाख छ है। अब हामीले भनेअनुसार जुन हाम्रो इनिसियल इन्भेस्टमेन्ट हुन्छ त्यो चाहिँ जहिले नेगेटिभमा हुन्छ। त्यसपछि हाम्रो चाहिँ फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ र फिफ्थ इयरमा चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ। अब हाम्रो फर्स्ट इयरमा चाहिँ हाम्रो कति हुन्छ भनेपछि हाम्रो नेट एनुअल रेभेन्यू हुन्छ होइन। यसमा चाहिँ हाम्रो नेट एनुअल रेभेन्यू गिभन छैन। यसमा चाहिँ हाम्रो एनुअल रेभेन्यू र एनुअल कस्ट गिभन छ। हाम्रो नेट एनुअल रेभेन्यू भनेको चाहिँ एनुअल रेभेन्यू माइनस एनुअल कस्ट हुन्छ। यो भनेको चाहिँ हाम्रो चाहिँ यति हुन्छ है। अनि हाम्रो जुन नेट एनुअल रेभेन्यू हुन्छ त्यो भनेको चाहिँ हाम्रो चाहिँ फर्स्ट, सेकेन्ड, थर्ड र फोर्थ इयरको चाहिँ क्यास फ्लो हुन्छ। अब हाम्रो चाहिँ जुन हाम्रो फाइनल इयर अथवा चाहिँ लास्ट इयरको क्यास फ्लो हुन्छ त्यसलाई चाहिँ हामीले चाहिँ सेल्वेज भ्याल्यु भन्छौँ। सेल्वेज भ्याल्यु हाम्रो गिभन छ, प्लस हामीले चाहिँ के गर्नुपर्ने हुन्छ भनेपछि यसमा सेल्वेज भ्याल्यु प्लस एनएआर नेट एनुअल रेभेन्यू एड गर्नुपर्ने हुन्छ। सेल्वेज भ्याल्यु चाहिँ हाम्रो चाहिँ यति गिभन छ भनेपछि हाम्रो लास्ट इयरको चाहिँ क्यास फ्लो भनेको चाहिँ यति आयो। हामीले सुरुको इयरमा क्यास फ्लो भनेको चाहिँ हाम्रो चाहिँ इनिसियल इन्भेस्टमेन्ट हुन्छ जुन चाहिँ हाम्रो नेगेटिभमा हुन्छ। त्यसै गरी हाम्रो चाहिँ फर्स्ट इयरदेखि चाहिँ हाम्रो फोर्थ इयरसम्म भनेको क्यास फ्लो भनेको चाहिँ हाम्रो चाहिँ नेट एनुअल रेभेन्यू माइनस एनुअल कस्ट हुन्छ। त्यसै गरी लास्ट इयरको हाम्रो क्यास फ्लो भनेको चाहिँ हाम्रो सेल्वेज भ्याल्यु प्लस नेट एनुअल रेभेन्यू हुन्छ। अब हामीले टेबल बनाइसकेपछि चाहिँ हामीले यसमा सिम्पल पेब्याक पिरियड चाहिँ युज गर्छौँ। त्यसको लागि चाहिँ हामीले चाहिँ क्युमुलेटिभ क्यास फ्लो बनाउनु पर्ने हुन्छ। सुरुमा चाहिँ हाम्रो चाहिँ सेम एज इट इज हुन्छ है 0 इयरमा। अनि फर्स्ट इयरमा भनेको चाहिँ हाम्रो चाहिँ क्युमुलेटिभ क्यास फ्लो प्लस फर्स्ट इयरको क्यास फ्लो हुन्छ। त्यो भनेको चाहिँ हाम्रो 0 यति आइसक्यो। त्यसै गरी हाम्रो चाहिँ सेकेन्ड इयरको क्युमुलेटिभ क्यास फ्लो भनेको चाहिँ क्युमुलेटिभ क्यास फ्लो अफ फर्स्ट इयर प्लस क्यास फ्लो अफ सेकेन्ड इयर हुन्छ। मैले चाहिँ यसो सबै निकालिसकेँ। अब हाम्रो चाहिँ सिम्पल पेब्याक पिरियडको चाहिँ फर्मुला भनेको चाहिँ नेगेटिभ हाम्रो नेगेटिभ आएको लास्ट नेगेटिभ आएको इयर भनेको चाहिँ हाम्रो 2 भयो। 2 प्लस लास्ट नेगेटिभ नम्बर भनेको चाहिँ हाम्रो चाहिँ यो भयो है। अनि त्यसपछि फर्स्ट पोजिटिभ नम्बर भनेको चाहिँ यो हो। यसको चाहिँ क्यास फ्लो लेख्नुपर्ने हुन्छ। अब यसमा चाहिँ हाम्रो 6.2 आउँछ। अब हाम्रो नम्बर अफ लाइफ भनेको चाहिँ हाम्रो 5 छ। त्यसपछि यो चाहिँ हाम्रो चाहिँ 6.2 आयो, ग्रेटर देन 5 भयो भनेपछि यो चाहिँ हाम्रो चाहिँ अनफिजिबल छ भन्ने बुझिन्छ। सिम्पल र डिस्काउन्टेड पेब्याक पिरियड निकाल्दाखेरि हाम्रो जुन क्यालकुलेट गरेर आएको चाहिँ भ्याल्यु छ अथवा चाहिँ इयर्स छ होइन, यो चाहिँ हाम्रो जुन भ्याल्यु छ त्यो चाहिँ हाम्रो लेस देन हाम्रो चाहिँ लाइफ नम्बर अफ इयर एन छ भनेपछि चाहिँ हाम्रो फिजिबल हुन्छ।
यदि हाम्रो ग्रेटर देन एन छ भनेपछि चाहिँ अनफिजिबल हुन्छ। अब म यसै गरी डिस्काउन्टेड क्यास फ्लो पनि निकाल्छु। डिस्काउन्टेडको लागि पनि सेम मेथड यतिसम्म चाहिँ सेम हुन्छ है, इयर र क्यास फ्लो चाहिँ सेम हुन्छ। ओके, यति भइसकेपछि चाहिँ हाम्रो चाहिँ यसमा डिस्काउन्टेड क्यास फ्लो निकाल्नु पर्ने हुन्छ। त्यसको लागि चाहिँ हाम्रो 0 इयरमा चाहिँ एज इट इज हुन्छ। यसमा चाहिँ हाम्रो डिभाइडेड बाई, अब हाम्रो चाहिँ यसमा एमइआरआरको भ्याल्यु भनेको चाहिँ 0.1 छ। 1 प्लस डिभाइडेड बाई 1 प्लस आई गर्नुपर्ने हुन्छ। क्यास फ्लो डिभाइडेड बाई 1 प्लस आई गर्नुपर्ने हुन्छ। यसमा चाहिँ क्यास फ्लो भनेको चाहिँ 12,000 छ। 1 प्लस आई भन्यो भनेपछि 0.1 प्लस 1 भनेको चाहिँ 1.1 हुन्छ। त्यसै गरी यता 1.1, अनि सेकेन्डमा चाहिँ 1 प्लस आईको होल स्क्वायर भनेको चाहिँ 1.1 को होल स्क्वायर। त्यसै गरी 1.1 को होल क्युब, 1.1 टु द पावर 4, 1.1 टु द पावर 5। ओके, मैले चाहिँ क्यालकुलेट गरेर यो सबै भ्यालुहरू निकालिसकेँ। अब हामीले चाहिँ यसमा चाहिँ क्युमुलेटिभ डिस्काउन्टेड क्यास फ्लो निकाल्नु पर्ने हुन्छ। त्यसको लागि हाम्रो 0 इयरमा भनेको चाहिँ एज इट इज हुन्छ। र अब हामीले माथिको नै प्रोसेस लाग्नु पर्ने हुन्छ। यो 0 इयरको क्युमुलेटिभ क्यास फ्लो प्लस हाम्रो फर्स्ट इयरको चाहिँ डिस्काउन्टेड क्यास फ्लो गर्नुपर्ने हुन्छ। मैले चाहिँ यसरी यो सबै क्यालकुलेट गरेर निकालिसकेँ। अब हामीले चाहिँ डिस्काउन्टेड पे ब्याक पिरियड निकाल्नु पर्ने हुन्छ। त्यो भनेको चाहिँ हाम्रो चाहिँ नेगेटिभ कुन इयरमा आएको छ लास्ट नेगेटिभ, त्यो भनेको चाहिँ थर्ड हो। 3 प्लस लास्ट नेगेटिभ नम्बर डिभाइडेड बाई फर्स्ट पोजिटिभको डिस्काउन्टेड क्यास फ्लो। यो क्यालकुलेट गर्दा चाहिँ हाम्रो 3.01 आइसकेको छ। त्यो भनेको चाहिँ हाम्रो लेस देन 5 हुन्छ भनेपछि हाम्रो प्रोजेक्ट चाहिँ फिजिबल छ भन्ने कुरा बुझिन्छ। यसमा हाम्रो सिम्पल पेब्याक पिरियडबाट निकाल्दाखेरि चाहिँ हाम्रो प्रोजेक्ट फिजिबल थिएन, अनफिजिबल थियो। र हामीले डिस्काउन्टेड पेब्याक पिरियडबाट निकाल्दाखेरि चाहिँ हाम्रो प्रोजेक्ट चाहिँ फिजिबल छ।